सबैलाई बुझ्दा बुझ्दै अहिले यार आफूलाई बुझ्नै बिर्सेछु। आफूलाई बुझ्नै गाह्रो अहिले त। अरूलाई बुझ्न सजिलो पो हुन थालेछ। जहिले अरूको बारेमा सोच्ने, अरूले दुःख दिँदा, अरूले हेप्दा अझै पनि ऊ नै सही होला जस्तो लाग्ने हो। आफूमै केही खुट छ कि आफूमै निहाल्नु पर्ने कि अझै धेरै। उनीहरू सधैँ ठिक। अब उनीहरूले टोटली मिसबिहेभ गर्दा पनि उसलाई केही भयो होला नि त, त्यही भएर त्यसरी मिसबिहेभ गर्यो। उसलाई धेरै रिस उठ्यो होला, उसलाई कसैले दुःख पुर्यायो होला, त्यही भएर त्यो दुःख मलाई पुर्यायो टाइपको सोचहरू क्या। त्यो सोचेर आफू जति हर्ट भए पनि हर्ट नभए जस्तै भएर बस्ने, आफूलाई त दुःखै नलाग्ने जस्तो। अनि एकान्तमा आएपछि चाहिँ जब सबैजना आफ्नो आफ्नो ठाउँमा जान्छन् र म आफ्नो रुममा आइपुग्छु, अनि पछि चाहिँ मेरो दिमागको साम्राज्यमा अनि कुरा आफै चल्न थाल्छ क्या। आखिर आज पनि मेरै गल्ती थियो, आज पनि मेरै गल्ती थियो होइन। हामी जहिले पनि अर्कालाई गल्ती मात्र प्रुभ गर्न खोज्छौँ क्या, तर आफूलाई सच्याउनै जान्दैनौँ क्या हामीहरू। हामी जे गल्ती गरे नि, जस्तै गल्ती गरे नि आफूले आफूलाई कहिले सच्याउन सक्दैनौँ है। के हो यो हाम्रो सायद हामी अहिलेको यो जेनेरेसन, यो फेजको मान्छेहरू हामी किन यस्तो भएको, कहिले कहिले आई क्वेसन माइसेल्फ, हामी किन यस्तो छौँ भन्ने कुरा। सायद यस्तो नहुन पर्ने। वी शुड करेक्ट आवर मिस्टेक, नट अदर्स फर्स्ट। ओके, अब यो स्टोरी मैले अरू कसैको लागि पनि भन्न खोजेँ होइन, कसै अरूलाई पनि भन्न खोजेको होइन। यो सायद हामी सबैको दिनचर्या कहिले कहिले यसरी नै बित्छ होला। सो यसरी दिनचर्या बित्दाखेरि चाहिँ होइन, एन्ड अफ द स्टोरी हजुर खुसी हुन सक्नुहुन्छ त। अनि यसरी सबै अर्काले गरेको बिहेभियर, यो एउटा बेग्लै किसिमको प्रेसर लिएर बस्दा बस्दा काम गर्दा सोचमा है, सधैँ अर्काकै लागि सोचिन्छ नि हामी है, आफ्नोलाई सोचिन्न। सधैँ अर्कालाई गल्ती देखाउनुपर्छ हामीलाई। फेरि हामी गलत छौँ, हामीमा सच्याउनुपर्छ या ममा सच्याउनुपर्छ भन्ने हामीले कहिले सोच्दैनौँ नि त। सायद यसरी अलि हामीले राम्ररी सोच्न सक्यो भने त कति सरल हुन्थ्यो होला बाँच्न, या दिनचर्या सरल हुन्थ्यो होला, मलाई त्यस्तो लाग्छ। यदि तपाईँहरूले पनि यो पुरै सुनिदिनु भयो भने चाहिँ हजुरहरूलाई चाहिँ कस्तो लाग्छ विचार राख्नुहोस् न। विचार मिलाउ कस्तो हुन्छ, हामी सबैको विचार मिल्छ मिल्दैन।